सृष्टिको प्राचीन समयमा देवताहरू स्वर्गमा सुख र ऐश्वर्यका साथ बस्थे। स्वर्गका राजा देवराज इन्द्र अत्यन्त शक्तिशाली र गर्विला भएका थिए। त्यही समयमा महान तपस्वी देवराज गहिरो तपस्यामा लीन थिए। उनको कठोर तपस्याबाट प्रसन्न भएर माता लक्ष्मी स्वयं प्रकट हुनुभयो। माता लक्ष्मीले दुर्वासा ऋषिलाई दिव्य र सुगन्धित फूलको माला दिँदै भन्नुभयो, यो माला जहाँ रहन्छ त्यहाँ धन वैभव र समृद्धि सधैँ रहन्छ। ऋषि दुर्वासाले त्यो माला आफ्नो घाँटीमा लगाउन आफू योग्य नभएको सोच्नुभयो। केही समय विचार गरेपछि उहाँले मनमा नै भन्नुभयो, यो दिव्य माला स्वर्गका राजा इन्द्रलाई नै सुहाउँछ। त्यसपछि दुर्वासा ऋषि स्वर्गलोकतर्फ लाग्नुभयो। स्वर्गमा देवराज इन्द्र आफ्नो दिव्य सेतो हात्ती ऐरावत माथि बसेर देवताहरूका बीच भ्रमण गरिरहेका थिए। त्यही बेला दुर्वासा ऋषि त्यहाँ पुग्नुभयो र आदरपूर्वक इन्द्रलाई त्यो दिव्य माला दिनुभयो। तर इन्द्र आफ्नो शक्ति र वैभवको घमण्डमा डुबेका थिए। उनले त्यो मालाको महत्त्व बुझेनन्। उनले माला सम्मानपूर्वक धारण गर्नुको सट्टा ऐरावतको शिरमा फालिदिए। ऐरावतलाई मालाको दिव्य शक्ति थाहा थिएन। हात्तीले त्यो माला भुइँमा झारेर खुट्टाले कुल्चियो। यो दृश्य देखेर दुर्वासा ऋषि अत्यन्त क्रोधित हुनुभयो। उहाँको आँखा आगोझै रातो भयो। अनि उहाँले इन्द्रलाई श्राप दिनुभयो, हे इन्द्र, तिमीले देवी लक्ष्मीको अपमान गरेका छौ। अब तिम्रो सम्पूर्ण ऐश्वर्य, शक्ति र वैभव नष्ट हुनेछ। देवताहरू कमजोर हुनेछन् र लक्ष्मी स्वर्गबाट विलीन हुनेछिन्। ऋषिको श्राप लाग्ने बित्तिकै देवताहरूको शक्ति हराउन थाल्यो। स्वर्ग उजाड जस्तै भयो। असुरहरूले देवतामाथि आक्रमण गर्न थाले। हारेर देवताहरू भगवान विष्णु कहाँ पुगे। भगवान विष्णुले भन्नुभयो, यदि अमरत्व र शक्ति चाहिन्छ भने क्षीरसागरको समुद्र मन्थन गर्नुपर्छ। त्यसबाट अमृत निस्कनेछ। तर समुद्र मन्थन सजिलो थिएन। त्यसका लागि देवता र असुर दुवै मिल्नु पर्थ्यो। मन्थनका लागि मन्दराचल पर्वतलाई मथानी बनाइयो र नागराज वासुकीलाई डोरी बनाइयो। देवता एकातिर र असुर अर्कोतिर उभिए। जब समुद्र मन्थन सुरु भयो, विशाल मन्दराचल पर्वत समुद्रमा डुब्न थाल्यो। तब सम्पूर्ण सृष्टिको रक्षा गर्न भगवान विष्णुले विशाल कछुवाको रूप धारण गर्नुभयो। यही रूपलाई भगवान विष्णुको कूर्म अवतार भनिन्छ। भगवान कूर्मले आफ्नो विशाल ढाडमा मन्दराचल पर्वतलाई अड्याउनुभयो। त्यसपछि पुनः समुद्र मन्थन सुरु भयो। समुद्र मन्थनका क्रममा अचानक भयानक हलाहल विष निस्कियो। त्यस विषको प्रभावले तीनै लोकमा हाहाकार मच्चियो र संसार नै नष्ट हुने अवस्था आयो। त्यसपछि सबै देवताहरू भगवान शिवको शरणमा पुगे। संसारको रक्षा गर्न शिवजीले त्यो विष पान गर्नुभयो। माता पार्वतीले विष घाँटीभन्दा तल जान नदिन घाँटी समात्नुभयो, जसले गर्दा शिवजीको घाँटी निलो भयो। त्यसपछि उहाँ नीलकण्ठ महादेव नामले प्रसिद्ध हुनुभयो। त्यसपछि मन्थनबाट अनेक दिव्य वस्तुहरू निस्किए। कामधेनु गाय, उच्चैश्रवा घोडा, कौस्तुभ मणि, पारिजात फूल, ऐरावत हात्ती, देवी लक्ष्मी र अन्त्यमा अमृतको कलश। जब अमृत निस्कियो, देवता र असुरबीच ठूलो विवाद भयो। सबै अमर हुन चाहन्थे। तब भगवान विष्णुले अत्यन्त सुन्दर स्त्रीको रूप धारण गर्नुभयो। त्यो रूपलाई मौहिनी भनिन्छ। मोहिनीको सौन्दर्य देखेर असुरहरू मोहित भए। मोहिनीले सबैलाई पंक्तिमा बसालेर अमृत बाँड्न थालिन्। तर उनले चुपचाप देवताहरूलाई मात्र अमृत दिइरहेकी थिइन्। त्यही बेला एक चलाख असुर स्वर्गधेनु देवताको भेषमा गएर सूर्यदेव र चन्द्रदेवको बीचमा बसे। उसले अमृत पिउन सफल भयो। तर सूर्य र चन्द्रले उसको वास्तविकता चिनेर भगवान विष्णुलाई बताए। तुरुन्तै भगवान विष्णुले आफ्नो दिव्य सुदर्शन चक्र चलाउनुभयो। चक्रले त्यस असुरको टाउको र शरीरलाई दुई टुक्रा बनाइदियो। तर उसले अमृत पिइसकेको कारण ऊ मरेन। उसको टाउकोको भागलाई राहु र शरीरको भागलाई केतु भनियो। त्यही समयदेखि राहु र केतु सूर्य र चन्द्रसँग शत्रु बने। हिन्दू मान्यता अनुसार ग्रहण लाग्नुको कारण पनि यही घटना मानिन्छ। यसरी दुर्वासा ऋषिको श्रापबाट सुरु भएको घटनाले समुद्र मन्थन, भगवान विष्णुको कूर्म अवतार, अमृत प्राप्ति, मोहिनी रूप र राहु केतुको उत्पत्तिसम्मको महान कथा निर्माण गरियो। यो कथा हामीलाई घमण्डको परिणाम, सम्मानको महत्त्व र भगवानले समय समयमा धर्मको रक्षा गर्न विभिन्न अवतार लिने सत्य सिकाउँछ। यससँगै भगवान विष्णुको कूर्म अवतारको कथा यही समाप्त हुन्छ।
अब केही दिनमै हामी भगवान विष्णुको तेस्रो अवतार वराह अवतारको अद्भुत कथा लिएर आउनेछौँ। त्यसैले प्रतीक्षा गरिरहनुहोस्, साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथमा रहेको बेल आइकन बजाउन नभुल्नुहोस्। धन्यवाद।